बाउ यसो त्यहाँ माथि लैजाऊ त्यहाँ मन्दिर यसो पसेर जाने है यसो मन्दिर नभए यहीँ रोकिदियो हामी हिँड्दै जान्छौँ मन्दिर ल ल धर यसो सुन त्यहाँ मन्दिर गर्दा म के छ नमस्ते नमस्ते के छ ठिकै छ कि भान्जा खै भान्जा धरिसक्नु पालपाली किराना पसल ए अँ मिठुको बुहारी दुइटै गए अम्बिकाको त घर पस्यो ल जाऊँ त्यहाँ माथि मन्दिर आजौँ यसो मन्दिर ल हामी मन्दिर गएर आउँछौँ ए भाउजू नमस्कार नमस्कार के छ आराम हुनुहुन्छ कि हजुर ठिक छ कहाँ हिँड्नु ए ए ए के छ सन्चै राम्रै छ कि चिनेन नि उहाँ चाहिँ बहिनीको नन्द टुराङ टुराङ बहिनी ए ठुली बहिनी हजुर ठुली बहिनी ज्वाइँ हजुर ए भर्खर आएको सब ठिकठाक छ खै सङ्ख्या कताको हो त्यही हो ए ए नमस्कार नमस्कार अनि ठिक छ सरले सोध्नु थियो भन्ने कस्तो पढाइ कति कति छ्याँ गयो 6मा गयो राम्रो पढाइ सोध्नु है त्यो राम्रो पढाइ हेड सर आएर सोध्नुको भन्नु छन् यही छन् आउँछन् अलि पछि घर गएर सर आइयो ल ल यसो मन्दिर गएर आउँछौँ अम्बिका यहीँ छन् ल ल यहाँ पसौँ यहाँ अम्बिकालाई बोलाउँ ल यहाँ फोटो खिचौँ ल हेर कस्तो फोटो हेर फुल ए अम्बिका ए आउनु मम्मी खै नमस्ते नमस्ते के छ ठिकठाक छ सन्चै राम्रो होला के हिँड्सा आगम हिजो मजा बसियो त्यहाँ आज अब यहाँ आएर सबैलाई यसो भेटौँ यहाँ जाम्ला भनेर बहिनी ज्वाइँ मालतिर आउन् ल अनि पबिन कहाँ खान् रोमनिया होइन त अनि अनुले के गर्दैछन् पढाइ कहाँ पुऱ्याइन् बहिनी कि हो नि ठिक छ कहाँ छन् अहिले यहीँ छन् ल ठिक छ होइन आज र भोलि त्यही मजा स्कुलमा प्रोग्राम छ त्यही भनेर त्यही भएर आएका अब ओ यहाँ ए आऊ यता यहाँ त म यहाँ खुसी भएन कुला फोटो खिचाइदिएन हेर न यतै छु नि म त बसौँ न त अनि है एकदम हजुर छ
हो यहीँ गरी फलेको यहाँ नि हो त पानी प्रशस्त छ यहाँ नि अहिले त घर घर पानी छ